यस्तै हुन्छ हैन। यसमा लोड आउँदा कस्तो हुन्छ त यसरी बेन्ड हुन खोज्छ है। यस्ता पनि हेर्नु त यो यसमा लोड आयो भने यहाँ बीचबाट तल बेन्ड हुन्छ नि त, यसरी बेन्ड हुन्छ। बेन्ड हुँदा के भयो त यहाँ बीचमा यस्तै बीम भएपछि बीचमा तल तन्किरहेछ, माथि खुम्चिरहेछ। तन्किनु भने के हो त टेन्सन हुनु हो, खुम्चिनु भने के हो त कम्प्रेसन हुनु हो। त बीचमा जहाँ बीच होला बीममा तल टेन्सन छ माथि कम्प्रेसन छ है। कंक्रीट वीक इन टेन्सन स्ट्रङ इन कम्प्रेसन। कंक्रीटले टेन्सन लोड लिँदैन, कम्प्रेसन लोड त लिन्छ। त्यही भएर डन्डीहरू किन राख्छौ त टेन्सन लोड लिन। त्यही भएर बीचमा जहिले पनि यहाँ तल डन्डी चाहियो, अनि जहाँनिर डन्डी चाहियो नि टेन्सनमा त्यहाँ कहिले पनि जोइन्ट हुनु भएन, ल्यापिङ हुनु भएन। ल्यापिङ भने के हो त एक आपसमा डन्डीहरू जोड्नु है। अनि सपोर्टमा जहिले पनि जुनसुकै सपोर्टमा पनि म्याक्सिमम स्ट्रेस जेनेरेट हुन्छ, जुनसुकै सपोर्टमा सबैभन्दा धेरै स्ट्रेस जेनेरेट हुन्छ। त्यही भएर कहिले पनि जङ्सनमा कहिले पनि ल्यापिङ दिनु हुँदैन, जोइन्ट हुनु हुँदैन। जस्तो यो त बार त पुरैमा राखेको छ, अहिले त 12 मिटरको हुन्छ, तर हामीलाई दुईटा बार जोड्नु पर्यो भने त्यसको जोइन्टमा कहिले पनि नदिने। कहाँ दिने त यदि टप बार छ भने बीमको केसमा टप बार छ भने जङ्सनबाट L/3 डिस्टेन्स, अर्थात् यहाँबाट L/3 छोडेर है